तपाईहरुको आफ्नो कार्यक्रम कोरिया सन्देश तपाईहरुको आफ्नो कार्यक्रम कोरिया सन्देश। दर्शकबिन नमस्कार, म सपना अधिकारी। तपाईहरु यतिखेर हेर्दै हुनुहुन्छ अनलाइन टेलिभिजन। आज दक्षिण कोरियामा विभिन्न क्षेत्रबाट, नेपालका विभिन्न क्षेत्रबाट नेपालीहरू आउने गरेका छन्। कहिले बाध्यता त कहिले रहरले गर्दाखेरि प्रवासिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ। यतिखेर हामी सौल नजिकै रहेको थोङदेमुन शहरमा छौँ, जहाँ झापा मिलन समाजले आज सरसफाई कार्यक्रम अभियान सुरु गरेको छ। नेपालीहरू फोहोर मात्रै गर्दैन, साफ पनि गर्छन् र हामी जहाँ भए पनि जुनसुकै कुनामा भए पनि साफ सुग्घर गर्न अथवा चाहिँ आफ्नो संस्कृति कला देखाउन र हामी नेपाली हो भनेर नेपालीको पहिचान दिनका लागि अगाडि बढ्छन् भन्ने सन्देशका लागि हामी यो साफ सुग्घर अभियान सञ्चालन गर्दैछौँ। अहिले यहाँबाट सरर घुमेर पर त्यो घर भएसम्म पुग्छौँ, त्यहाँबाट हामी हेलो, नमस्ते। नमस्ते। यहाँभन्दा पहिला विगतमा यस्ता सरसफाई कार्यहरू त भएका थिएनन्, यो वर्ष भएका थिए, हामीले नै सुरु गरे। यतिखेर चाहिँ तपाईँहरू थोङदेमुन स्थितमा हुनुहुन्छ, सहरमा हुनुहुन्छ। यो सरसफाई गर्ने प्रेरित चाहिँ कसरी? यो भनेको हामी नेपालीहरूको एउटा परिचय हो र यसलाई हामीले बचाउन सक्यौँ भने योभन्दा अगाडि गर्दा हामीले के अनुभव गरेका थियौँ भने बाटोमा हामीले सफा गरेको देखेपछि एक त हाम्रा नेपालीहरूलाई हामीले यसो गर्नुहुने रहेछ भन्ने यसले एउटा क्याम्पेन उहाँहरूलाई मेसेज दिन सफल भएको थियो भने कोरियनहरू फर्केर हामीलाई हेर्नुहुन्थ्यो, यी विदेशीहरू आएर किन बाटो बढाएर होला भनेपछि हामीले पनि एउटा सभ्यताको नमुना देखाउनुपर्छ, हामी आफै लाग्नुपर्छ भन्नु सुरु गरे हो। यसलाई जसरी भए पनि नियमितता दिनुपर्छ, यही हाम्रो एउटा आह्वान हो। हेलो, नमस्ते। नमस्कार। आज यो सरसफाई कार्यक्रमले चाहिँ तपाईँको विचारमा के लाग्छ, यसले कस्तो सन्देश दिन्छ नेपालीहरूप्रति? हजुर, एकदमै राम्रो हो, किनभनेदेखि अघि केपी दाजुले पनि भन्नुभयो यानारायणबाट हामीले सुरु गरेको। यानारायणमा त्यतिखेर उपाध्यक्षको पदमा रहँदाखेरि यो प्रस्ताव मैले ल्याएको थिएँ तपाईँको यानारायणमा, अनि दाजुले पनि त्यतिखेर अध्यक्ष हुनुहुन्थ्यो, ओके भन्नुभयो। त्यस कारणले हामीले एउटा त्यतिखेरदेखि सुरु गरेको यो। त्यसपछि गएको सालमा पनि यानारायणले केही गरे यसमा रहेर, तर आज पनि यो कार्यक्रममा चाहिँ गर्न लागेछ भनेर सुनेर म पनि हताश भएर चाहिँ तपाईँको यो ठाउँमा आएको छु र यो कार्यक्रम हामीले गर्नुपर्छ। किनभने यति साथीहरूदेखि हामी लिएर चाहिँ बाटो उभिरहेछौँ, चुरोट खाइरहेछौँ, फ्यालिरहेछौँ, केही फोहोर गरिरहेछौँ भनेदेखि यहाँ नेपालीहरूको एउटा नेपाल टाउन भनेर चिनिएको ठाउँ पनि र नेपालीहरूको एउटा मानवता भएको कारणले गर्दाखेरि यसमा हामीले सरसफाई गऱ्यो भने अझ कोरियनहरूले हामीलाई हेर्ने दृष्टिकोण चाहिँ फरक पर्छ कि एउटा फरक हुन्छ कि विदेशीहरूमा हेर्ने रोल नेपालीहरूमा हेर्ने भन्ने कुरा चाहिँ मलाई चाहिँ लागिरहेछ। हस्, धन्यवाद। दर्शकबिन तपाईँहरूले यतिखेर देखिरहनु भएको छ जहाँ कोरियाको थोङदेमुन सहरमा चाहिँ यहाँ नेपालीहरूले निकै नै सरसफाई कार्यक्रमलाई बेजोड तरिकाले गर्दै हुनुहुन्छ। नेपालीहरूको यो सहर भेटघाटको सङ्गम स्थल पनि बनेको छ, त्यसैले चहल पहलका कारण गर्दाखेरि यहाँ फोहोर हुने गरेको पाइन्छ। आउनुहोस् हेरौँ यो छोटो झलक। दर्शकबिन अहिले तपाईँहरू देखिरहनु भएको छ झापा मिलन समाजका अध्यक्ष अथवा आजको यस कार्यक्रमको अध्यक्षज्यूले सरसफाई कार्यक्रम गरिरहनु भएको छ। आउनुहोस् हामी उहाँसँग छोटो कुराकानी गरौँ। हेलो, नमस्ते। नमस्कार। हामी थोरै बिजी पनि छौँ, समय अलिकति बाटो पनि छ, अलिकति पर गएर गराउनु पऱ्यो, प्लिज है। हजुर, आज यो सरसफाई कार्यक्रम चाहिँ तपाईँले के कारणले गर्दाखेरि सुरुवात गर्नुभयो? कस्तो हो भने विदेशमा नेपालीहरू फोहोर मात्रै गर्दैनन्, यहाँ उनीहरू सफाइ पनि गर्न उत्तिकै ध्यान दिन्छन् भन्ने कुराको एउटा जानकारी। अनि हामी नेपाली साथीहरूलाई पनि हामीले कुनै कुरा खान्छौँ भने, चुरोट खान्छौँ भने चुरोटका ठुटाहरू अथवा अरू कुराहरू चाहिँ सार्वजनिक ठाउँमा नफ्याँक्नको एउटा सन्देश जाओस् भन्नका लागि हामीले यो काम गरेका हौँ। भोलिका दिनमा पनि यस्तै सन्देश जानको लागि त्यस्तो अवश्य पनि, जस्तै अब आज हामीले गरेको, हिजो एनआरएनले गरेको छ, भोलि अरू साथीहरूले गर्नुहुन्छ। सबभन्दा ठुलो कुरा के हो भने यहाँ कोरियामा रहेका कोरियन नागरिकहरूलाई नेपालीहरू फोहोर मात्रै गर्दैनन्, साफ पनि गर्छन् भन्ने कुराको सन्देश जाओस् भन्ने हाम्रो अभिप्राय हो। पक्कै पनि यो अभिप्राय यहाँहरूको सफल रहोस्। हवस्, यहाँलाई धेरै धेरै धन्यवाद।
दर्शकबिन भर्खरै मात्र हामीले झापा मिलन समाजका अध्यक्षज्यूसँग कुराकानी गऱ्यौँ। यसै क्रममा आउनुहोस् हामी अर्का व्यक्तिसँग कुराकानी गर्दैछौँ। हेलो नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु। आजको यो सरसफाइ अभियानमा लाग्दाखेरि आफूलाई कस्तो लागिरहेछ? एकदमै खुसी लागिरहेछ। एउटा मेसेज दिन खोजिरहेको जस्तो लाग्छ। यो सबै हामी नेपालीहरू यहाँ चाहिँ एउटा यो तुङदेमुन यो नेपाली टाउन भनेर चिनिने सहर, साथीभाइ जमघट हुने हरेक चिज हामीले भेटघाट गर्ने छ। यो सहर भनेको हामी नेपालीको हो। हामीले जहाँ रहे पनि हाम्रो कला संस्कृति सरसफाइ गऱ्यौँ भने हामीले आफ्नो पहिचान नेपालीको पहिचानलाई विश्वमा पुर्याउन सक्छौँ। यो मेसेज हामीले अरू साथीहरूलाई पनि यहाँ रहनुभएका नेपालीहरूलाई पनि यो मेसेज सचिव राजु सन्तोष थापाज्यू, तपाईँले आजको यो सरसफाइ अभियान कार्यक्रमलाई कस्तो रूपले लिनुभयो? यो एउटा एकदमै सराहनीय कार्य हो र यो फोहोर गरेर उठाउनु भन्दा फोहोरै नगर्नु सबभन्दा राम्रो उपाय हो भनेर यसले सबै नेपालीहरूले यो कुरा चाहिँ सिकेर राम्रो सन्देश जाओस्। हेलो नमस्ते। नमस्ते। तपाईँ आज यस सरसफाइ कार्यक्रमको बारेमा थोरै केही बताइदिनुहोस्। धन्यवाद। जुन झापा मिलन केन्द्रले आयोजना गरेको सरसफाइ कार्यक्रम छ यो धेरै राम्रो सराहनीय विषयको कुराहरू हो र थ्याङ्क यू। हाम्रो जुन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा रहेर पनि यसरी आफ्नो कार्ययोजनामा सफलतापूर्वक आज झापा मिलन केन्द्रले पनि यो सरसफाइ आयोजनामा म सहभागी भई वुमन फर वुमनको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। यो त मलाई साह्रै खुसीको कुरा लागेको छ। मेरो पवन राई हजुर। आजको यस सरसफाइ कार्यक्रम चाहिँ के कारणले गर्दाखेरि गरिएको होला जस्तो लाग्छ? एकदमै हामी पहिलो कुरा हामी नेपाली आज प्रवासमा छौँ, पक्कै पनि हामी नेपाली आज विश्वमा चिनिएको छौँ र पहिलो कुरा हामी स्वास्थ्यसँग जोडिएको कुरा जो चाहिँ हामी दैनिक जीवनमा भोगिरहेको कुरा सरसफाइ यो कुरा चाहिँ हाम्रो नितान्त आवश्यक हो। यो म कोरिया मान्छे चाहिँ यो बाटो सफा गरेर अहिले गाह्रो लाग्छ नि, तर नेपालीहरूले कोरिया बाटो यो सफा गर्दाखेरि म पनि यो रमाइलो लाग्छ अनि कोरिया मान्छे पनि यो यसरी गर्नुपर्छ भनेर विचार गर्दैछ नि। 한국 이제 설날 같은 날 오는 거는 이제 사람들이 다 모이고 하니까는 저는 뭐 불편하다고 생각하지 않습니다. 이제 근데 어르신분들이 약간 불편할 수도 있는데 이런 거 보면서 네팔인들도 이렇게 열심히 하는구나라는 걸 좀 알 수 있어서 좋은 것 같아요. 그래서 많은 한국 사람들도 보고 이렇게 좋게 느낄 거라고 생각합니다. 저는. 여쭤보고 싶어서. 이렇게 캠페인 해주시니까 감사하죠. 감사하는 거예요. 네. 혹시 평소에 이렇게 많이 모여서 불편함도 있을 것 같은데 아니요. 없으십니까? 네. 네팔 분들 되게 조용하고 네. 점잖아요. 아 그러신가요? 네. 좋은 인상이에요. 고맙습니다. झापा मिलन समाज वास्तवमै आज कोरियामा एक उदाहरण बनेको छ। त्यस्तै गरी भोलिका दिनहरूमा पनि यहाँ कोरियामा पनि विभिन्न सङ्घ संस्थाहरू छन्। ती सङ्घ संस्थाहरूले पनि आज झापा मिलन समाजले जसरी नै भोलिका दिनमा पनि नेपालीहरूको सभ्यता र संस्कारलाई प्रवासमा पनि अझ विस्तृत रूपमा झल्काओस् र आज जुन सरसफाइ कार्यक्रम भएको छ यस्तै कार्यक्रमहरू भोलिका दिनमा पनि अझ राम्रो गरी जान सकोस् र कोरियामा पनि नेपालीहरूप्रतिको एउटा हेर्ने दृष्टिकोण हुन्छ त्यसलाई अझ उजागर पारोस्, अझ क्लियरली दियोस् भन्ने चाहन्छु। क्यामराम्यान नरेन्द्र श्रेष्ठको साथमा अनलाइन टिभी हेरिबस्नुभएका सम्पूर्ण दर्शकबिनलाई म सपना अधिकारीको तर्फबाट धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।